हर महादेव। महन्त स्वामीजी आफूले जुन यहाँ श्रीमद् महापुराण कथा यज्ञ गर्नुभएको छ यसको उद्देश्य के हो हुनुहुन्छ महाराज? यह शिव महापुराणको कथा आयोजना भएको हो। गोलाघाट जिल्ला अन्तर्गत यो बडापत्थरको क्षेत्र दगाउँ नामक एक ठाउँ हो। शिव मन्दिरको प्राङ्गण हो, प्राचीन शिव मन्दिर। हाम्रो गोर्खा परम्पराको बसोबास लामो विश्व, यो लगभग 150-200 साल पुरानो बसोबास भएको यो ठाउँ र हामीहरूको परम्परामा, हाम्रा गोर्खा परम्परामा हामी भगवान शिवका, राधा कृष्णका, रामका भक्त हामी र गाउँ गाउँमा प्राचीन हाम्रा पूर्वपुरुषले गरेर आउनुभएका मन्दिर सानसाना झुपडी इत्यादि निर्माण गरेर भगवानको सेवा गरेर आउनुभएको र यो मन्दिर धेरै पुरानो हो र अब यसको जीर्णोद्धारको उद्देश्यले यो शिव पुराणको कथा र जनमानसलाई जागृति पनि आओस्, नयाँ पिँढीलाई जागृति आओस्, हाम्रो सनातनको बारेमा जानकारी पनि होस् र साथै यो शिव मन्दिरको पुनः हामी निर्माण गर्नमा हामीलाई सफलता प्राप्त होस् भनेर त्यो भावले यो आयोजना गराएको यो ठुलो 11 दिवसीय यो कथा उत्सव, जसले कि संस्कार संस्कृतिको हाम्रो प्रतिष्ठा पुनः प्रतिष्ठा जस्तो भावले हामीले यो कथा आयोजना गराएका हौँ।